आफ्नै बारीमा फलेको करेसा बारीमा हजुरहरूलाई स्वागत छ। र हेर्नुहोस् त साथीहरू, आज मैले यो काउली, मुला, साग अनि यो धनियाँ टिपेकी छु। यो चाहिँ हाम्रो करेसा बारी हो, यता चाहिँ घर छ, यो चाहिँ करेसा बारी छ पुरै हाम्रो। अनि यहाँ हेर्नु न साथीहरू, यो सानो कागतीमा पनि एउटा कागती फलेको मैले देखिरहेको थिएँ है। त्यहाँ कहिले चाहिँ देखिरहेको छैन मैले, कहाँ छ त्यो कागती। यस्तै छ साथीहरू, यहाँ हेर्नु, यहाँ पुरै सागै साग छ, रमाइलो छ। घरतिर गाउँघरतिर एकदमै रमाइलो छ है। हजुरहरू देख्न सक्नुहुन्छ। यहाँ रहेछ कागती। यहाँ कागती पनि छ है, सानो बोटमा यस्तो कागती पनि फलिरहेको छ। हेर्नु त साथीहरू, अब यो लगेर म तरकारी बनाउँछु, मिठो होइन, कति मिठो हुन्छ होइन आफ्नै बारीमा फलाएको। यहाँ पुरै सागै साग छ। यहाँ हेर्नुहोस् त, यस्तो सागहरू छ है, हाम्रो मम्मीले रोप्सेको कलिलो सागहरू बनाउँदा। अनि यो काउली, मुला अनि धनियाँ, अरू पनि धेरै कुराहरू छ। यो राख्दा त कति मिठो हुन्छ होइन। हेर्नु त साथीहरू, हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि फेरि आज घाम लागिरहेको छ, यस्तो रमाइलो दिन छ नि, मस्त मिठो खानेकुरा पकाइन्छ, बरन्डामा गएर मजाले खाइन्छ साथीहरू।